वेलकम टु ऱ्यान्डम नेपाली। साँच्चै यो त ऱ्यान्डम नेपाली च्यानल होइन नि है, यो त बिपिनको च्यानल पो हो है। खासमा के हो कुरा भन्दाखेरि मैले चाहिँ बिपिनको च्यानल ह्याक हानेको छु कि, अनि यस्तो मेसेजेसहरू हेरेँ, टन्न केटीले मेसेज पठाएको रहेछ, प्र्याङ्क भिडियो बनाउनु बिपिन, प्र्याङ्क भिडियो बनाउनु बिपिन भनेर। त्यसैले म यो भिडियो चाहिँ केमा बनाउन गइरहेको छु भन्दाखेरि वाइ बिपिन विल नेभर मेक अ प्र्याङ्क, प्र्याङ्क किन बिपिनले कहिले नि गर्न सक्दैन। म यो भिडियोमा चाहिँ बिपिनको तर्फबाट बिपिन जसरी नै बोल्न गइरहेको छु के। सो सुरु गरौँ यो भिडियो है त। म प्र्याङ्क किन गर्न सक्दिनँ भन्दाखेरि म एकदमै भुलक्कड छु। सो प्र्याङ्क सिद्धेपछि के भन्नुपर्छ, ऊ त्यहाँ क्यामेरा छ हेर्नुहोस् त भनेर भन्नुपर्छ। म यति भुलक्कड छु कि कुन साइडमा क्यामेरा छ नि भुल्छु कि, त्यो कारणले गर्दाखेरि मान्छेले क्यामेरा नदेखेपछि मलाई नै पिट्लान् भन्ने डर। सो म प्र्याङ्क बनाउँदिनँ। त्यसरी नै सेकेन्डमा चाहिँ प्र्याङ्क गर्ने मान्छेको नम्बर एकदमै हाई छ कि, यति धेरै मान्छे छन् कि नेपालमा युट्युब च्यानलहरू प्र्याङ्क गर्ने कि कलङ्कीमा गएर ड्याङ्ग ढुङ्गा हान्यो भने चाहिँ नि एउटा न एउटा प्र्याङ्क हान्ने मान्छेलाई त स्योर लाग्छ। त्यसैले नर्मल कन्टेन्टभन्दा डिफ्रेन्ट कन्टेन्ट बनाउनको लागि चाहिँ मैले फन्नी भिडियो बनाउँछु कि। वियर्ड अलवेज गेट्स नोटिस्ड, नर्मल कुरा कहिले पनि नोटिस गर्न सकिँदैन। सो आई विल नेभर मेक अ प्र्याङ्क। तेस्रो रिजन चाहिँ मैले भने नि नेपालमा यति धेरै प्र्याङ्क च्यानल छ, त्यसरी नै संसारमा पनि यति धेरै प्र्याङ्क च्यानल छ कि नयाँ प्र्याङ्कको आइडिया निकाल्न इम्पोसिबल नै छ। नेपालमा पनि तपाईँले प्र्याङ्क च्यानल्स हेर्नुभयो भने चाहिँ नि त्यो गरेको प्र्याङ्कहरू सबै प्र्याङ्क कुनै न कुनै देशमा कुनै न कुनै मान्छेले पक्कै पहिल्यै गरिसकेको हुन्छ। सो ओरिजिनल क्रिएसन निकाल्न एकदम गाह्रो छ, अनलेस मैले कोही मान्छेलाई गएर भाइलेन्स युज गर्नु पर्यो वा दुःख दिनु पर्यो। अब दुःख दियो भने त्यसले उल्टो पिट्ला भन्ने डर, आफ्नो मसल पनि छैन, बलियो पनि छैन म, अनि कहाँ न्यु खोज्नु के अरूसँग। चौथो रिजन चाहिँ प्र्याङ्क बनाउनको लागि ट्यालेन्ट चाहिन्छ, त्यो ट्यालेन्ट ममा छैन। त्यो कारणले गर्दाखेरि म प्र्याङ्क बनाउन सक्दिनँ। अनि अब ट्यालेन्ट नभएको मान्छेले प्र्याङ्क बनाउन के गर्नुपर्छ भन्दाखेरि पैसा तिरेर मान्छे हायर गर्नुपर्छ। अब त्यो तिर्ने पैसा पनि मसँग छैन। संसारमा कतिजना मान्छेले तिरेरै प्र्याङ्क गरेका हुन्छन्, नेपालमा नि गर्छन्, मसँग चाहिँ त्यति पैसा छैन तिरेर प्र्याङ्क गराउने। त्यो कारणले गर्दाखेरि म प्र्याङ्क बनाउनेवाला छैन। बुझ्नुभयो नि बिपिनले किन प्र्याङ्क बनाउँदैन भनेर। ट्यालेन्ट हुनु पऱ्यो नि प्र्याङ्क बनाउन, ट्यालेन्ट हुन त मसँग नि के छ र। सो जस्ट सो यु नो मेरो चाहिँ च्यानल छ एउटा ऱ्यान्डम नेपाली भन्ने, त्यो चेकआउट गर्न नबिर्सिनु होला, लिङ्क यहीँ छ। र यो भिडियो तपाईँलाई मन परेमा यसलाई लाइक गर्नुहोला, सेयर गर्नुहोला, र यो च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गर्न नबिर्सिनु होला।